हरे कृष्ण। हरे कृष्ण। अहिले हामी कृष्ण गण्डक नदीको किनारमा छौँ, जहाँ गण्डक नदी बगिरहनु भएको छ र अहिले भरत महाराजले भर्खरै यहाँ गण्डक क्षेत्रमा तपस्या गरेको ठाउँ हामीले हजुरहरूलाई देखाउँदैछौँ र धर्म महाराजले चाहिँ भरत महाराजले यहाँ तपस्या गर्नुभएको ठाउँ तपाईँहरूलाई देखाउँदैछौँ। क्षेत्रमा हजुरहरूलाई भरत महाराजले यहाँ तपस्या गरिरहनु भएको छ। के हो बर्जी? जाऊ माथि, जाऊ संस्कार, जाऊ माथि जाऊ। के को लागि? ल यो गण्डक नदी अहिले हाम्रो बगिरहेको छ। अहिले हामी मुक्तिनाथ यात्रा क्रममा छौँ। अब गलेश्वर भगवानको दर्शन गरेपछि हामी निस्किन्छौँ। हरि बोल। यो सुन्दर ठाउँ छ, हजुरहरू पनि आउन सक्नुहुन्छ। ल हेर्नुहोस्, यो गुफा छ एउटा तल। हरि बोल, हरे कृष्ण। एउटा माथि छ, भक्तहरू गइराख्नु भएको छ। फोटो सेसन भइरहेछ। कति राम्रो सुन्दर हो।